मलाई भने जे कुरा रिस उठ्छ मसँग त्यही कुरा दिनकै हुन्छ। हेलो 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 नमस्ते सबैजनालाई। मेरो नाम चाहिँ तुलसी। मेरो मिलमा हजुरहरूलाई स्वागत छ। आज चाहिँ खाना खाँदा खाँदा यता फेरि छोला समोसाको अर्डर आयो, चाउमिनको अर्डर आयो। छोला समोसा दिएर मैले फेरि खाना खान लागेँ। बिहान बिहान बाबुलाईको चाहिँ यसरी प्याजमा घिउ हालेर तताएको राखेको थियो। अनि यो चाहिँ उसलाई चिला बनिरहेको थियो। अनि उसलाई चिला यसरी बन्छ हाम्रो चाहिँ होइन। हजुरहरूको बेबीहरूले खान्छन् किन, हाम्रो बाबुले चाहिँ साह्रै राम्रो लाग्छ कि यो चाहिँ के हालेर दिदीले भेजिटेबलहरू हालेर यसरी बनाइरहेको थियो। उसले चाहिँ यसरी खान्छ कि यस्तो राम्रोसँग खान्छ उसले चाहिँ खाना होइन। आफ्नो मोबाइल हेरेर आफैलाई रिसाइरहेको थियो उसले चाहिँ होइन। त्यसपछि चाहिँ हामीले खायौँ, खानासाना खाएर अनि उनीहरूलाई पनि खुवाएर। बाबुले पनि साह्रै राम्रोसँग खान्छ कि खाना भनेपछि होइन। अनि यसरी पानी खाएर उसले मेरो नानी चाहिँ यता दुईचोटि बाँध्यो भनेर रिसाएको थियो स्कुल जानसम्म। त्यसपछि बच्चाहरूको अगाडि जित्न सकिँदैन। त्यसपछि ऊ स्कुलसम्म पुऱ्याएको मैले, उसले चाहिँ स्कुलमा गएर लास्टमा एकचोटि बाँध्नै पठायो। उसले यसरी बाँधेर उस्तो पनि राम्रो देखिरहेको थियो नि, एकचोटि यसरी बाँधेर। मैले चाहिँ मेरो नानीलाई चाहिँ मैले क्लासभित्रै पुऱ्याएर आउँछु जति काम भए पनि। अनि हाम्रो चाहिँ यत्र होइन आजकल लोकल टमाटर भनेर मैले कति धेरै राखेको थिएँ, एउटा आन्टी ल्याउनु भएको थियो। अनि उसको भित्र त आजकल जम्मै किरा हुने रहेछ कि। अनि यसरी किरा थियो अनि जम्मै फाल्यौँ होइन। हजुरहरू पनि हेरेर काट्नु होला। त्यसरी दिदीले यता जगहरू धुँदै थियो, बुवाले चाहिँ यता सामानहरू काट्दै हुनुहुन्थ्यो, मैले मसलाहरू भर्दै थिएँ। त्यसपछि यसरी जगसग राखेर आफैलाई त बिजनेसको बारेमा थाहा छैन। यता फेरि आन्टी मलाई घरिघरि सोधेको हुनुहुन्थ्यो कि व्यापारको बारेमा। त्यसपछि चाहिँ यता नानीले स्कुलबाट आयो। स्कुलबाट आएपछि मलाई फुल ल्याएको थियो उसले चाहिँ। साँझ चाहिँ मेरो बाबुहरूलाई नानीहरूलाई यसरी चुकुन्दर र उसको चाहिँ यसरी बनिरहेको थियो मोमो। चुकुन्दरको रस बनाएर रेड मोमो चाहियो भन्छ मेरो नानीले चाहिँ। अनि बाबुलाई चाहिँ ग्रिन मोमो बनाइदिएको चाहिँ हामीले होइन। अनि दिदीले चाहिँ यसरी आटासाटा गुनेर अनि यसरी आटा गुनेर उनीहरूलाई चाहिँ रेड र ग्रिन मोमो बनाइदिएको अरे। अनि आफ्नो नानीलाई र बाबुलाई अनि यसरी ल्याइदिए। आटाको हो नि त यो चाहिँ, अनि हेल्दी हुन्छ कि एकदम। यस्तो यस्तो बनाउन जाँगर भनेको मेरो दिदीलाई मात्रै आउँछ, मलाई चाहिँ यस्तो यस्तो बनाउन जाँगर बिल्कुल लाग्दैन होइन। मैले चाहिँ कहिले कहिले बनाउँछु, उसले फेरि कस्तो जाँगर लगाउँछ कि नानीहरूको लागि भनेपछि त उसले त नानी बाबुहरूको लागि भनेपछि त उसले त कसरी बनाउँछ। यस्तो मिठो भएको थियो, मैले पनि एउटा टेस्ट गरिरहेको थिएँ। उसले चाहिँ घिउमै बनेको थियो यो चाहिँ होइन। त्यही भएर नानी बाबुलाई मात्रै बन्यो, भाइले चाहिँ खाँदैन घिउको चाहिँ, त्यही भएर उसको लागि चाहिँ बनेन। हामी चाहिँ थोरै बनाइदिएको थियौँ। यस्तो राम्रो देखेको थियो, हेर्नु न कस्तो राम्रो। यो चाहिँ गाउँको आटाकै हो। अनि चाहिँ नानी र उसले बाबुहरूलाई दुई तिनवटा गरेर दिएको। यस्तो राम्रो देखेको थियो रेड र ग्रिन मोमो चाहिँ होइन। हाम्रो चाहिँ बाबुले यसो समातेर खाँदै थियो। उसले चाहिँ जे चिज पनि प्याचाक पुचुक गर्ने भन्छ, उसको लागि सानो थियो अनि सानो बनाएर दिएको। हाम्रो खाना चाहिँ साँझको मासु बनेको थियो, उनीहरूको लागि चाहिँ मोमो, हामीलाई चाहिँ मासु। मेरो भिडियो